स्थिति हामीले देख्यौँ। तर थुप्रै मान्छेले के भन्यो भने सामान्य हो भने सामान्य होइन, देश सङ्कटमा छ। यति बेला हामीले सही निर्णय गर्न सकेनौँ, सही तवरले हामीले मत परिवर्तन गर्न सकेनौँ भने हामी अझै हाम्रो देश पछाडि पर्छ। देशमा विकास हुने कि विनाश हुने भन्ने हाम्रो हातमा छ। त्यो फागुन 21 गते देखिन्छ। हामीले सही बुद्धि विवेक प्रयोग गरेनौँ भने हामी अझै पछाडि पर्छ। त्यही भएर हामीले यो पालिको भोट परिवर्तन गर्नुपर्छ। परिवर्तन गरेन अझ तिनीहरूलाई दिने हो जो लुटी खाने, जो भ्रष्टाचार गरेका, जो कमिसनमा बाँचेका, जो कोटेसनमा बाँचेका, जो तपाईँको नेपालको जनताले पाउने सर्वसुलभ र निशुल्क तपाईँको जुन स्वास्थ्य हुन्छ त्यसलाई बजारीकरण र त्यसलाई तपाईँको एउटा ठुलो पैसा कमाउने उद्देश्यले जसरी तपाईँको गाउँमा तपाईँको बजारमा जुन उद्देश्यले तिनीहरूले तपाईँका ठुल्ठुला तपाईँको शिक्षा र स्वास्थ्यका भवन उठाएर सरकारको जुन गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई ओझेलमा बाँड्ने, सरकारी शिक्षा र स्वास्थ्यलाई एकदम गुणस्तरहीन बनाउने जुन तवरले तिनीहरूले लागेर आफ्नो प्राइभेट महलहरू खडा गरेर त्यहाँबाट शिक्षा र स्वास्थ्य पारदर्शी हुन्छ, राम्रो हुन्छ, भविष्य हुन्छ भनेर जसरी जनताहरूलाई बेकुफ बनाइरहेका छन् त्यो हामीले सचेतपूर्वक ध्यान दिनुपर्छ। थुप्रै नेताहरूले भने तपाईँलाई भने हामीलाई भने म सानो छँदा हामीले चुनाव हेर्दै आएका हो, हामीले नेताहरूलाई चिन्दै आएका हो। थुप्रैले भन्थे शिक्षा स्वास्थ्य सब फ्री हुन्छ भन्थे। कहाँ छ त? मान्छे शिक्षा र स्वास्थ्यमा खर्च नहुने भए मान्छे विदेश जानै पर्दैन थियो। ल अहिले सबभन्दा बढी घरका मान्छेको खर्च कहाँ भइरहेछ भने छोराछोरी पढाउन र बच्चा र बुढाहरू बिरामी हुन्छन्, पैसा चाहिन्छ भने त्यसको लागि तपाईँको एक्लो बाउको छोरा बाउको काग छोडेर तपाईँको विदेश जानुपर्ने स्थिति छ। अझै गइरहेछन् विदेश। राज्यसँग नीति छैन। तिनीहरूको चुनावी एजेन्डामा हुन्छ युवालाई स्वरोजगारका कुरा, देशलाई समृद्धिका कुरा, देशमा कल कारखाना खोल्ने कुरा। तर कुनै पार्टीको कुनै नेता कुनै सरकारले अहिलेसम्म नेपालमा कल कारखाना खोल्न सकेन, युवालाई रोक्न सकेन। युवालाई रोक्नुको सट्टा पार्टीका मेन बाउर ट्याबे मुन्द्रे गुन्डाहरूले मेन बाउर गरेर युवाहरूलाई विदेश पलायन गरिरहेका छ। यहाँ बस्नुपर्छ भनेर सिप सिकाएर नेपाल सरकारले युवाहरूलाई 3 महिना 6 महिना सिप सिकाएर नेपालमा उत्पादन गरेर रोक्नुको सट्टा तपाईँको 7 दिन 1 हप्ता तपाईँको 5 दिन 2 दिन गरेर तालिम दिएर विदेशमा पठाइरहेछ। यो सिप भनेर नेपालमै त्यसको सट्टा नेपालमै सिप सिकाइदिएको युवाहरू खुसी हुन्थे, आमा बाउ घर परिवारसँग खेल्न पाउँथे, देश समृद्धितिर जान्थ्यो, राम्रो बन्थ्यो। नेपाल सरकारले हरेक चिजमा ट्याक्स, एउटा रिचार्ज कार्डमा ट्याक्स, एउटा तपाईँ हामीहरूले खाने चक्लेटमा ट्याक्स, हामीहरूले गाडी रोडमा कुदायो ट्याक्स, सबै ठाउँमा ट्याक्स नतिरेको जनताले कहीँ छैन। तर राज्यको मातहतमा, राज्यको संरक्षणमा डाँगाहरूले नेपाललाई ट्याक्स नतिर्ने थुप्रै कम्पनी छ, थुप्रै तपाईँको संस्थाहरू छन्, थुप्रै मारवाडी समाजहरू छन्। त्यसको एउटा हो नेपालमा एनसेल। जब नेपालमा एनसेल एउटा कम्पनी भन्ने लागु हो जसले सिम उत्पादन गर्यो, त्यसले नेपाल सरकारलाई 72 अर्ब नतिर्दाखेरि नेपाल सरकार मौन बस्यो। हामीले देशैभरिदेखिका टावरमा हान्यौँ अनि नेपाल सरकारलाई त्यसले थोरै भए पनि ट्याक्स तिर्यो। त्यसले अन्तिममा के बोल्यो भने म नेपाल सरकारलाई ट्याक्स तिर्थेँ, मैले केपी ओली प्रचण्ड र शेरबहादुरलाई चुनाव खर्च दिइसकेँ, मैले कहाँ ट्याक्स तिर्ने भने। नेपाली जनताको पसिना खुनको पैसा जुन ट्याक्सद्वारा नेपाली जनताको पैसा उठेको छ, त्यो पैसा मौज मस्ती गर्ने, पार्टी कार्यालय खडा गर्ने, आफ्ना व्यक्तिका घर बनाउने चिजले गर्दा नेपाल अहिले पछाडि परेको। जनतालाई जहिले नि जनतालाई अँध्यारोतिर धकिने, आफू उज्यालोतिर जाने बानीले नेपाल यहाँसम्म पुगेको। मान्छे सामान्य तरिकाले हेर्छन्। मान्छे व्यक्ति परिवर्तन हुने बित्तिकै देश भन्छन्। व्यक्ति परिवर्तन सहायक हो। यहाँ नेपालमा जब नेपालमा सिस्टम सही हुन्न तपाईँको देश जहाँको त्यही रहन्छ, सिस्टमले चल्ने हो। त्यही भएर हामीले सिस्टमको फ्लो नि गर्नुपर्छ। यदि यो सही सिस्टम भइदिएको भए 35 वर्षमा तपाईँको 32वटा प्रधानमन्त्री हुँदैन थिए। जुन एउटा प्रधानमन्त्रीको कार्यकाल 5 वर्ष हुन्छ, किन 35 वर्षमा तपाईँको 32वटा प्रधानमन्त्री भए? या 35 वर्षमा किन तपाईँको 1300वटा मन्त्रीहरू भयो भन्ने हामीले बुझ्नुपर्छ। हामीले आत्मसमीक्षा गर्नुपर्छ। हामीले नेताहरूलाई आउँदा क्वेसन नि सोध्नुपर्छ। थुप्रै मान्छेको बानी परेको छ अघिपछि गाली गर्ने, फेसबुकमा बोल्ने, नेता जाने बित्तिकै गाली गर्ने। तर नेताको अगाडि तपाईँको नमस्ते भाइ केही नभन्ने भने क्वेसन सोध्नुपर्छ नेतालाई। देश बिग्रेको के कारणले हो? क्लियर छ तपाईँहरूलाई? देशमा के हामी सत्तामा गएर देशमा बिग्रियो? के तपाईँहरू कर्मचारी भएर तपाईँहरू सत्तामा गएर देश बिग्रियो? क्लियरै छ त देश बिग्रिनमा।
मैले रोड बनाएँ, बाटो बनाएँ, घाटो बनाएँ, स्कुल बनायो भन्छ, तर त्यहाँ देश बेचिरहेको छ। पैसा कहाँबाट आयो बाटो घाटो बन? नेपाल सरकारको पैसा, जो नेपाल सरकारको पैसा यो ठाउँमा विकासको मोडलमा यो ठाउँमा यति हाल्नुपर्छ भनेर छुट्याएर त्यही पैसा आएर हाम्रा भवन बन्छन्, रोड बन्छन्, अनि हामीलाई आएर पङ्कु के बनाउँछन् भने भोट ब्याङ्कको लागि यो मैले बनाऊ, यो मैले बनाऊ, हेर मलाई भोट हाल भन्छ। जनता हान्ने पत्तै हान्ने। एउटा आमाले बच्चा जन्माइसकेपछि त्यसको स्याहार सुहार गर्ने जिम्मा आमाको हुन्छ। त्यो आमाले मेरो छोराछोरीको स्याहार सुहार गर्यो भनेर गाउँमा भन्न पाइँदैन। गाउँमा भन्यो भने अर्कोले खिचिडिउरी उडाउँछ, तेरै छोरा त गरे के भयो त, गरे गर नगरे नगर भन्छ। यहाँबाट जित्ने जनताको प्रतिनिधि, देशको प्रतिनिधिले जनताको लागि गर्नुपर्छ। जुन स्तरमा जुन लेभलमा गर्नुपर्ने थियो त्यो नगरेको स्थिति हो। त्यो गरेको भए हामी जन्मिनु पर्दैन थियो होला, हामीले विद्रोह गर्नु पर्दैन थियो होला, या हामीले तपाईँको सचेतपूर्वक शान्तिपूर्वक होस् या विद्रोहपूर्वक हामीले राज्यलाई पटक पटक तपाईँको ध्यान आकर्षण पत्र होस् या तपाईँको सतर्कता अपना भन्नु पर्दैन थियो होला, या हामीले कारबाही गर्नु पर्दैन थियो होला। यहाँ हेर्छौँ हामीले तपाईँको 72 अर्ब 12 अर्ब 20 अर्ब राज्यलाई नतिर्ने विभिन्न कम्पनीहरूले नतिर्दाखेरि एउटा सामान्य गाउँको किसान मजदुरले तपाईँको 200-300 रुपियाँ बत्तीको बिल नतिर्दाखेरि लाइन काटेको उदाहरण थुप्रै छ। करोड पैसा नतिर्नेलाई सरकारले काखमा च्यापेको छ, 200 नतिर्ने जनतालाई लाइन काटेको छ, बत्तीको लाइन काट्दै बसिएको छ। त्यही भएर हामीले थोरै सचेतपूर्वक यो पटक हामीले थोरै सोचेर भोट परिवर्तन गरौँ। हामी नि यही देशको, हामी नि यो देश बन्नुपर्छ, यो देश बनाउनुपर्छ भनेर लाग्यो। हामी त्यत्तिकै हचुवाको दालमा भिड देखेर लागेको होइन। यदि भिड देखेर लाग्नुपर्ने थियो, यदि आफ्नो जीविकोपार्जन चलाउनु पर्थ्यो भने हामी नेपालमा भएका 3 पार्टीमा जान्थ्यौँ होला। त्यहाँ मस्तै जिन्दगी छ त्यो पार्टीमा लाग्ने मान्छे, राम्रै छ। धनगढी घर नभएको, काठमाडौँ घर नभएको, गाडी घोडा नभएको कोही छैन, हामी त्यहाँ लाग्थ्यौँ होला। हामी थोरै फरक हो, अरूभन्दा फरक नै हो। त्यही भएर फरक हुनाले तपाईँहरूसँग भेटघाट या हाम्रो यो छलफल या अन्तर्क्रिया हो। त्यही भएर त्यसरी लागेका छौँ। त्यही भएर तपाईँहरूले एकपटक मनगढ नगरी हामी गुलाबको फुल लिएर आएका छौँ। तपाईँहरूले सबैले एकचोटि गुलाबको फुलमा मतदान गरिदिनु पर्यो। सबैलाई गर्नुभयो। तपाईँहरूको जीवनस्तर उस्तै छ, हाम्रो जीवनस्तर उस्तै छ, नेपालका शिक्षा स्वास्थ्यको जीवनस्तर उस्तै छ, गुणस्तर भएको छैन। त्यही भएर हाम्रो पार्टीले थुप्रै पार्टीले मेन पावरद्वारा युवा बेच्दाखेरि हामीले युवाहरूलाई ल्याएर तपाईँको उत्पादन गरेका छौँ। पोहोर साल मात्र नेपालको सबभन्दा धनी विनोद चौधरीलाई 2 लाख केजी आलु बेच्ने हाम्रै पार्टी हो। कुनै पार्टीले केही उत्पादन गरेको छ? एउटा खुर्सानी, एउटा आलुको दाना उत्पादन गर्न सकेका छैन। हामीले देशैभरि तपाईँहरू हामीले लाउने कोट प्यान्ट र तपाईँ हाम्रो बच्चाहरूले लाउने ट्यागहरू, स्कुलका ड्रेसहरू उत्पादन गर्ने गार्मेन्ट खोलेका छौँ। अरू पार्टीले नेपालका कल कारखाना बेच्दै गर्दा, उद्योग धन्दा बेच्दै बन्द गर्दै गर्दा हामी कल कारखाना खोल्दै उत्पादन गर्दै जनतालाई आत्मनिर्भर बनाउने सपना बोकेर हामी अगाडि बढिरहेका छौँ। अनि यति गर्दै गर्दा हामीहरूलाई तपाईँले भोट किन नदिने? भोट दिनुहोस् तपाईँहरू, सबैलाई दिनुभयो। जिन्दगी कहाँ छ त? थुप्रै मान्छे भेटिन्छन्, खुनै मेरो यो भन्छ, मेरो बाजेले त्यसलाई मत दिएको भन्छ। अनि कहाँ छन् छोराछोरी भन्दा इन्डिया भन्छ। त्यही हो त, जाने हो इन्डिया जाने हो, अमेरिका सबै ठाउँ जाने हो, खाडी नै जाने हो। तर तपाईँको वर्किङ लेबरका लागि 20-25 हजार कमाउनका लागि पसिना बगाएर जाने होइन, घुम्न जाने हो। विदेशी नेपालमा आयो टुरिस्ट हुन्छ, हामी विदेश जाँदा लेबर हुन्छौँ। किन? हाम्रो देश होइन, हाम्रो स्वाधीनता छैन कि? हामी नेपाली होइन? हाम्रो विश्व सामु ठुलो इतिहास छ। ब्रिटिससँग नझुकेका हाम्रा पुर्खा, इन्डियनसँग नझुकेका हाम्रा पुर्खा, अनि हामी सामान्य लेबरको संज्ञामा विदेश गइरहेका छौँ। त्यही भएर हामीले हाम्रो ध्यान आकर्षण हुनुपर्छ। हामीले सचेतपूर्वक यो पटक मतदान गर्नुपर्छ। हामी बनाउँछौँ, हामी बनाउन आएको, हामी बिगार्न आएन। बिगार्न आएकाले त बिगारिसके, देश सङ्कटमा पारिसके, घर घर झगडा गराइसके, दाजुभाइको काटमार गराइसके पार्टीकै कारणले। समाज बितोलिसक्यो। अझै झुट्टा आश्वासन दिएर गाउँमा छिर्दैछन्। जसरी तिनीहरू स्याल भएर आउँदैछन्, बाघ भएर हामीलाई झम्टिन खोज्दैछन्, टोक्न खोज्दैछन्, हामीले सचेत हुनुपर्छ। त्यसैले तपाईँहरू यो पटक गुलाममा मतदान गरिदिनुहोस् भन्न चाहन्छु, होइन? अनि अर्को कुरा, हामी प्रत्येक वर्ष हामीले के गर्छौँ भने हामीले राज्यले हामी माथि ट्याक्स बढाउँदै गर्छ। यहाँ हामीले हेर्छौँ तपाईँको तेलको पोकाको पोहोर साल मात्र कति थियो र तपाईँको 110-120 थियो, अहिले हामी 150 मा परिरहेको। प्रत्येक चिजको ट्याक्स नेताको गोजीमा गइरहेछ। अनि राज्यको ढुकुटी जिरो बनाइसक्यो। विदेशबाट लोन ल्याउने, कहिले महाकाली, कहिले तपाईँको एमसिसी, कहिले गण्डकी, कहिले के गर्यो यो या त्यो नाममा देशलाई खाक बनाउने, देशको ढुकुटी रित्ताउने र विदेशीसँग भिख मागेर देश चलाउने जुन तिनीहरूको
नीति विधि सिद्धान्त छ त्यसको अन्त्य गर्नुपर्छ। आफ्नै देशमा उत्पादन गरेर हाम्रो माटो र जमिनलाई प्रयोग गरेर हामीले हराभरा बनाएर यही सुन्दर जीवन निर्माण गर्नुपर्छ र सुन्दर देश बनाउनुपर्छ र यही जनताहरूका आधारभूत आवश्यकताहरू जनताहरूका शिक्षा स्वास्थ्यका कुराहरू राज्यले ग्यारेन्टी गर्नुपर्छ भन्दै आफ्ना केही शब्द यही राख्छु। यहाँहरू सबैलाई नमस्कार। मेरो नाम प्रेम बहादुर शाह, मेरो गाउँ दिपाल सिंह नगरपालिका वडा नम्बर 7 दिपाल राजचुर हो र म यहाँहरूको सामान्यमा अहिले उपस्थित भइरहेको छु। एउटा नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट समानुपातिक उम्मेदवारको हैसियतले म यहाँ आइरहेको छु तपाईँहरूको घर दैलो र मैले आफ्नो पूर्व भन्नुपर्दा यहाँ म धेरै लामो वर्ष लगभग 46 वर्षसम्म मैले आफ्नो राजनीतिक चेतना भएदेखि नेपाल कम्युनिस्ट पार्टी एमालेमा आबद्ध भइरहेको राम्रो पर्चा टाँस्ने कार्यक्रम भइरहेछ। अन्य साथीहरू जुन्दुकी बेला अनि यो रामको अवस्था थियो त्यो बेला जारी थियो। त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि म एमालेबाट आएको मान्छे भएको नाताले यहाँलाई लाग्ला किन पार्टी छोड्यो भने म अलिकता खरो स्वभाव र अलिकता देशमा केही नीति स्थिति बसाल्नु र निमुखा गरिब जनतालाई पनि अगाडि बढाउँ र राष्ट्रिय घात नहोस्, कुनै पार्टीबाट कुनै दलबाट राष्ट्रिय घात नहोस् भनेर म त्यो सोच्ने एउटा चाहिने व्यक्तित्व भएको नाताले मैले पटक पटक पार्टीमा चाहिँ मैले विद्रोह गरेँ। मैले गल्ती कामलाई गल्ती भने त्यो गल्ती कामलाई चाहिँ नेकपा एमाले पचाउन सकेन र त्यहाँ रीतिथिति पनि भएन। तिनै विभिन्न कारणले गर्दाखेरि मैले पहिला पनि छोडेको हो। मैले भने 2054 सालमा जब हामी निर्वाचित भइसकेपछि नेपाली काङ्ग्रेससँग मिलेर शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए, तिनीसँगै मिलेर जाने नेकपा एमाले जाने यो महाकाली सन्धि सम्झौता गर्यो। त्यति बेला हाम्रो पार्टी फुट्यो। हाम्रा सधैँ त्यति बेलाका नेता नेपाल कम्युनिस्ट पार्टीका नेता अब अहिले चाहिँ यहाँ उहाँ चाहिँ बितिसक्नु स्वर्गमा हुनुहुन्छ। म उहाँलाई पनि सम्झिन्छु, उहाँलाई म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। हाम्रो कम्युनिस्ट नेता मनमोहन अधिकारी उहाँले चाहिँ यो महाकाली सन्धि धोका हो, त्यसमा भोट हाल्नु हुँदैन भन्दा पनि छलेर चाहिने यो पछिको चाहिँ 79 सालको चाहिँ सभामुखले जाने त्यहाँ भोट हालेर जाने उहाँको नामबाट एकमतले विजय गराएर त्यसरी जाने महाकाली सन्धि काङ्ग्रेससँग मिलेर गरेका थिए। त्यति बेला पनि मैले पार्टी प्रत्याग छोडेको हो। म उपमेयर थिएँ त्यति बेला हामी मालेमा लाग्यौँ यो महाकाली सन्धि गलत हो, त्यो राष्ट्रघात गर्नुहुन्न भन्ने म त्यस्तो किसिमको व्यक्ति म आफूलाई म अझै पनि त्यो हिसाबले म हेर्न गइरहेको छु र त्यो त हामी माले भएका थियौँ। युवा शिविर नगरपालिकाको टिमै मेयर म उपमेयर लगायत हामी धेरै साथीजना माले पार्टीमा लाग्यौँ। नन्दलाल जोशी पनि मालेमा लाग्नु भएको थियो, त्यति हाम्रो पार्टीको सचिव हुनुहुन्थ्यो उहाँ। अहिले अध्यक्ष प्रणाली छ, त्यो बेला सचिव नै हुनुहुन्थ्यो, उहाँ कुमरेलाई सबै कुरा थाहा छ। र त्यसैले अहिले आएर पनि तपाईँको पछिको पिरियडमा पनि हेर्नुहोस् हाम्रा साथीहरू कोही पनि छैन एमालेमा। जो हामी पुराना मान्छे जुन एमालेमा लागेका थियौँ मलाई लाग्छ धेरै मान्छे छैन। हाम्रो चाहिँ मोहन बुङ छैन एमालेमा, हर्कबहादुर सिंह छैन, मेरो छैन सयोदा साथी चाहिँ हामीसँगै चाहिँ नगरमा लगेका पूर्णराज जोशी छैन, म छैन, नारद मलाई छैन, उता गइसकेका मान्छे फेरि यता आएका छन् भने अब यो गडबड यता भइरहेको छ। हामी पुराना मान्छेहरू नेकपा एमालेमा कोही हामीले अटाउन सकेनौँ पछिल्लो पिरियडमा। त्यसैले म यहाँ भन्न चाहन्छु नेकपा एमालेका साथीहरू पनि हुनु होला, काङ्ग्रेसका साथी पनि हुनु होला, अन्य पार्टीका पनि हुनु होला। जति मनमोहन अधिकारले जो गरेको थियो आफ्नो गाउँ आफै बनाऊ भन्ने त्यति बेला कार्यक्रम वृद्ध भत्ता एकाउन्न महिला भत्ता दिएकै हो एमाले। हामी म झुटा कुरा बोल्ने मान्छे होइन, म अलिक खरो स्वभाव भए मान्छेले भन्नुपर्छ र गलतलाई गलत भन्नुपर्छ। र त्यो मनमोहन पालाको एमाले मदन भण्डारी पालाको एमाले अहिलेको पिरियडमा चाहिँ रहेन। यो महाकाली सन्धि गर्दादेखि नै रहेन। हामी सुदूर सन्धि भने फेरि हामी एमालेमा प्रवेश गऱ्यौँ, अझै एमाले सुध्दैन, अझै त्यस्तै अन्तर्राष्ट्रिय घात गर्ने काम एमसिसी पास गर्ने, अन्तर्राष्ट्रिय सेना सैनिकहरू नेपालमा चाहिँ भित्राउने, अमेरिकन सैनिकहरूलाई भित्राउने, अन्य देशमा नेपालको जाने अस्मितामाथि नै खलल पर्ने किसिममा चाहिने विभिन्न कार्यक्रम चाहिने पछिल्लो एमाले गरेको हुनाले हामी पुराना साधु धेरै मध्ये एमालेमा अटाउन सकेका छैनौँ।
र त्यो हामी रहेनौँ र अहिले हामी यता कोही म चाहिँ नेपाल कम्युनिस्ट पार्टी यो माओवादी विप्लवको समूहमा आएर गएको छु भने हरबहादुर सिंह मेरो हाम्रा मेरो साथी त्यति बेला पूर्णराज गुरु उहाँहरू चाहिँ नेपाली कम्युनिस्ट पार्टी भन्ने उहाँ चाहिँ हाम्रो यो प्रचण्डको पार्टीमा उहाँ हुनुहुन्छ उहाँहरू उता लागेका छन् ल हेर्नुहोस् त यो त्यसैले यहाँलाई लाग्ला यिनीहरूले पार्टी बदल चल्छ किन गर्छ भन्ने अनि यो देशमा कसैले हेर्नुहोस् त उहाँहरू त स्वार्थको लागि पदो लगाइराख्नु भएको छ हाम्रो देशमा नहुने काम पनि भएन भने मान्छेको टाउको काटेर मोल ल्याऊ मान्छेको टाउको काटेर मोल लिएर 50 लाख दिन्छु भन्ने नेपाली कहाँ छ होइन माओवादीको टाउको काम गरेर काटेर ल्यायो भन्ने अनि माओवादीबाट धेरै दुःख पाएका मान्छे पनि त्यति बेला युद्धमा थिएन र एमाले गएर अनि काङ्ग्रेसमा मान्छे धेरै दुःख पाएनन् अनि तिनै जाने काङ्ग्रेस जाने माओवादी एक फेर चुनाव लड्नुहोस् त लाजको भन्नु खै त्यहाँ सिद्धान्त नेपाली काङ्ग्रेसको खै त्यहाँ माओवादी उसको सिद्धान्त चाहिने प्रचण्डको माओवादीका मान्छेले चाहिँ रुखमा भोट हालेका छन् नेपाली काङ्ग्रेसका मान्छेहरूले चाहिँ हँसियातोड हालेको त सब हालेन भन्नुहोस् त म त खरो स्वभाव मान्छे हो त्यसले म त इमान्दारी सत्य कुरा बोल्ने हो झुटो कुरा बोल्नु न राजनीतिमा धेरै मान्छे झुटो बोल्छन् तर म झुटो बोल्दैन सही कुरा भन्ने तपाईँ पचाउनुहुन्छ नि पचाउनुहुन्छ त काङ्ग्रेसका मान्छे रुखमा भोट हालेका छन् कलममा भोट हालेका छन् अनि माओवादीका मान्छेले जाने रुखमा भोट हालेका छन् खै त राजनीतिक विचार सिद्धान्त हो ती भने पत्लो बिहान तिनलाई पचाइयो जहिले पनि सत्तामा जाने मेरो पूर्ववत प्रत्यक्षका उम्मेदवार हाम्रो प्रकाश कासाल भने जस्तै हामी जाने त्यत्रो पार्टी यदि लाउनु खानु ऐसारमा भने त्यहीँ बस्थ्यो नि म त्यत्रो नेकपा एमाले पार्टी छोड किन हुन्थेँ आज हरबहादुर सिंह किन छोड्थेँ सिद्धान्त के निभाएका साथीहरू हामी अल्मलिएर कोही कतै गइरहेका छु अझ उहाँहरू त ठुलो पार्टीमा जानुभयो सत्तामा बस्ने प्रचण्ड सत्तामा भएको नाता उता लगाउनु भएको छ म त सत्ताहीन जङ्गलमा पस्ने पार्टी भूमिगत पार्टीमा गएको म पोहोर साल म त कुनै असु छोप्न पनि आएको होइन हामी संज्ञात रूपले यहाँ कमाउला सङ्गठन हामी गर्दैछौँ पहिला एमाले भन्दाखेरि हामी 5-6 जनाले जोटमा चाहिँ एमाले पार्टी बनाएको हामीले आज देशभरि नै एमाले भइरहेको छ भने भोलि जाने हाम्रो चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लवी सम्हालेको पार्टी पनि चाहिँ विशाल हुन सक्दैन भने के छ र भोलि हामी पनि ठुलो सोच्छु काम गर्यो यो ठाउँमा दाजुभाइ हाम्रो पार्टीमा लागेको मान्छे इमान्दारिता गर्यो जनताको चाहिँ मर्दा पर्दा हरेक चिजमा साथ दियो सामाजिक काममा अगाडि बढ्यो जनताको मन जित्यो भने यो पार्टी पनि हाम्रो पार्टी पनि अगाडि बढ्छ भन्ने हिसाबले चाहिँ म यहाँ लागेको छु म त्यत्रो पार्टी छोडेर यहाँ आएको छु भने यो म किन लागेँ त भन्दाखेरि यस पार्टीको आत्मा चाहिने आफ्नो चाहिँ निर्भरता रहने होइन अनि विभिन्न कारखाना खोज्ने हरि चाहिँ खेतीपाती गऱ्यो खाउँ भन्ने किसानको नाता भएको हजारौँ चाहिने कुइन्टल चाहिँ लाखौँ कुइन्टल चाहिँ आलु बेचाएको छ धनगढीमा चाहिँ उता कारखाना खानु ल्याएको छ उता हुम्ला जुम्ला कालीकोटमा चाहिँ विभिन्न हजारौँ स्याउ लगाएको छ त्यस्तै भेडा पालन गर्न लगाएको छ युवालाई काम दिएको छ विदेशमा नजाऊ आफ्नै देशमा 30-40 हजार घरमै पाइन्छ भन्ने किसिमले जाने काम गर भन्ने किसिमले लागेको छ म त साँच्चै भन्यो भने हामी सुकुन ठाउँमा छु गाडी मोटरको सुविधा छ हाम्रो ठाउँमा अब त गाडी मोटर यहाँ पनि आइसक्यो अहिले अस्पतालको चाहिँ अप्ठ्यारो छ भन्नु दुरी टाढा छ त्यो अलग कुरा हो तपाईँ साँच्चै भन्यो भने हाम्रो यो चाहिँ बडी केदार गाउँपालिका र जोयाल यो त दुई गाउँपालिका त साँच्चै भने सुनको हिरा खाने हो यो हिरा खानेको चाहिँ एउटा यो भूमि हो यो यहाँ प्रतिष्ठित हाम्रो यो चाहिँ केदार बाबाको यो चाहिँ धार्मिक स्थल भएर ठाउँ पनि हो म उहाँहरूप्रति पनि एकदम चाहिँ साष्टाङ्ग प्रणाम गर्छु म त्यो केदार बाबालाई पनि र यो ठाउँको चाहिँ एउटा तीर्थभूमि हाम्रो स्थलभूमि एउटा यस्तो विकसित ठाउँमा यहाँ तपाईँ गर्नुहोस् के हुँदैन यहाँ किन यहाँ मान्छे बाँकी म त अस्तो बेला पनि अघि भने तपाईँहरू सबै यहाँ बस्दियो यहाँ एउटा सरा पैसा नगरिदियो सायद यो गाउँमा रुमाल त मान्छे यहाँ मलाई लाग्छ 1 वर्ष 50 लाख कम्ती 50 लाख कमिने यहाँको वातावरण छ तपाईँहरू अदुवा लगाउनुहोस् यहाँ चाहिँ के अरे हरेक त्यो के अरे हल्दी लगाउनुहोस् बाख्रा पालन गर्नुहोस् भेडा पालन गर्नुहोस् पैसा घरै आइरहेको छ यहाँ काठमाडौँ पोखराबाट मान्छे यहाँ तपाईँ चाहिँ खसी बोका बिक्री हुन लागेको छन् यहाँ घरमा चाहिँ आएर अदुवा बिक्री भइरहेको छ हल्दी बिक्री भइरहेको छ सुन्तला जारिम इमिला कछन यहाँ हेर्नु त कागती छ अनि यहाँ यति उत्पादन हामी त खाडी मूल्यमा चाहिँ 70 डिग्रीमा काम गरिरहेका छौँ दुःख कति छ आमा बाबु एकातिर छन् छोराहरू एकातिर छन् एउटा पीडा छ दुःख छ घरमै बसेर हामी नाता गोता दाजु भाइ छोरा बुहारी सबै काम गरेर खायो भने यहाँ हामी कम्तीमा पनि 50 लाख रुपियाँ वर्षको आम्दानी हुन्छ त्यतिकै विदेश जाने मान्छे कमाउँछ र घरमा कसैको डर छैन तराक छैन अब गाउँ छोडिदिनु भयो सबैजना यहाँ बाँधेर बुनामा त बसिरहेको बुनेर होला सायद मलाई त्यो लाग्छ अब यस्तो रमणीय ठाउँ यस्तो चाहिँ सुन खाने हिरा खाने ठाउँले छोडेर मान्छे बाहिर गइरहेका छन् काम गर्दै सबै यहाँ बस्दा कति रमाइलो हुन्थ्यो ल हेर्नुहोस् त सब वारी बारी मान्छे हुन्थ्यो हरेक चिज हुन्थ्यो अनि आफ्नो चाहिँ खेतीपाती हुन्थ्यो सारा चिज छ अब हामी कहाँ त